म मुनालाई सक्दिन सक्छ त तर 2 मिनेट होला हौ म्याचिङ दाइ कस्तो लामो दाइ के भने त तर मुना वायर्ड हो मुना वायर्ड किक एस इज ड्याम हो गाइस सी क्यान अनबिटेबल सी इज अनबिटेबल नेट त गिजबिज गरे त लड्डु कि लड्डु भन्छ के लड्डु भने 2 घण्टा नन हो 2 घण्टा नन त्यो हातले गर्नु र त्यो भित्र गर्नु छुट्टै हुन्छ क्या दाइ तपाईलाई लसुन तपाईँ क्यामेराम्यान बन्नु नि त ल अलराइट मुना लेट्स गो व्हाट डु यु आफूले यस्तो शब्द बोलेर यहाँ हेर त भर्खरै टिकटकमा के मेसेज आयो मसँग ठुलो अनि लामो लड्डु छ हेर्ने हो रे जेवेन दाइ तपाईँ क्यामेराम्यान मुना यु एन्ड मी लेट्स रक द स्टेज व्हाट डु यु से तर फेरि म क्यामेराम्यान हुँदा फेरि आफ्नै मुजी रक तिमी पहिला समथिङ रङ तिमीले गरेको मुजी ओइ प्रधान तिमीले मैले गर्दाखेरि मैले खिच्दाखेरि पनि राम्रो तिमीले बिचोक लाग्यो भने मैले यता फेरि ब्याक सपोर्ट दिनु पर्यो नि त फेरि ल त्यसपछि म खिच्छु क्यामेरा ल मैले तिमीलाई राम्ररी भनेको थिएँ तर तिमीले मलाई डाउट गर्यो क्या मलाई डाउट गर्ने केटी मन पर्दैन र मलाई एकपल्ट केटीले डाउट गरेर म डाउट क्लियर गर्छु केटीको पुल अप भोलि आऊ तिमी सक्दैनौ छोड्देऊ अरु कस्टम सक्दिन भन्दा छ आउने तिमीलाई म तिमी त कस्तो मेरो भाइ जस्तो देखिरहेछ नि कहाँ हुन्छ त You look like my bro. Young blood कस्तो हुन्छ young blood? तिमी होला 30 वर्ष होला. You look like my bro. मुना 30 वर्ष होला म 20 वर्ष हो म एक्लै भाइ जस्तो तिमीलाई. सामान सानो भयो नि फेरि दम चाहिँ फेरि वायर्ड हो नि फेरि मुना बुझ्नौ? अनि किन तिमीलाई गरेको थियो कि हैन अब यसो मैले बुझेको छु क्या मैले बुझेको छु तिमीलाई भ्याए क्या उसले हैन मैले बुझेको छु अब सुन न मलाई यस्तै डाउट गरेको थियो एउटा केटीले दाइले फुल क्यामेरा 1 घण्टाको भिडियो छ क्या 1 घण्टाको भिडियो पठाइदिनु तिमीलाई यस्तै डाउट गरेको थियो एउटा केटीले 1 घण्टा हैन मलाई त डाउट नै छ पहिला पठाइदिनु तर तिमी जस्तो त्यो केटी फेरि बुझ्न त्यही भएर क्या